हाम्रो प्रतिनिधि सभा उम्मेद्वार धनराज थापाजीलाई अनुरोध गर्दछौँ। Bluetooth connected. Bluetooth connect. नमस्ते जय घन्टी अलि जोरले है युथहरू जय घन्टी सबले सुन्ने गरी जय घन्टी हात उठाएर जय घन्टी होइन युवाहरूको हात त उठ्नु पर्यो नि त जय घन्टी जय घन्टी जय घन्टी यहाँ जसले मेरो आवाज सुन्दै हुनुहुन्छ सबैलाई नमस्कार। मेरो नाम हेमराज थापा हो। म राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्ह घन्टी लिएर त्यसको उम्मेदवार हो र म तपाईको जो मलाई रेकर्ड गरिराख्नु भएको छ, भिडियोबाट सुनिराख्नु भएको छ र जो मलाई प्रत्यक्ष सुनिराख्नु भएको छ, म यो कुरा भन्न गइरहेको छु, म कुनै राजनीतिक दलको वा कुनै राजनीतिक नेताको विरोध गर्न गइरहेको छैन। म यो कुरा भन्न गइरहेको छु, अहिलेसम्म बाजुराको नेतृत्व गरेर बजुरेली जनताको जिम्मा लिएर जो काठमाडौँ जानुभयो उहाँहरूलाई धन्यवाद। अब समय युवाहरूको आएको छ। बाजुराको भविष्य हामी सम्हाल्नेछौँ। बाजुराको भविष्य, बाजुराका आधारभूत कुराहरू, बाजुरामा राम्रो अस्पताल नभएको कुरा, बाजुरामा राम्रो रोड नभएको कुरा, बाजुरामा राम्रो सञ्चार नभएको कुरा, बाजुरेली युवाहरूले राम्रो पढ्न नपाएको कुरा, सिंहदरबार र बालुवाटार भित्र बसेर सधैँभरि बाजुरालाई विभेद गरिरहेका शासकहरूको कानमा घन्टी बजाउनका लागि तपाईको छोरो, तपाईको भाइ, तपाईको दाइ हेमराज थापा आएको छ। यो बाजुराका हरेक युवाले घन्टीमा मतदान गर्नुपर्नेछ। 2046 सालमा पञ्चायतको अन्त्य भयो। 2048 सालदेखि पटक पटक तपाईँ हाम्रा आमा बुवाहरूले, हाम्रो अघिल्लो पुस्ताका मान्छेले भोट दिनुभयो र अहिले म मार्तडीमा उभिएर यो कुरा बोल्दै गर्दा बढी मालिका क्षेत्रबाट पानी आइरहेको छ। पानीले हामीलाई स्वागत गरेको छ। जय घन्टी। हामी यो भन्न गइरहेका छौँ, पछिल्लो 34 वर्षदेखि जसले हाम्रो भोट लिएर काठमाडौँ गए, जसले भोट दिनु अगाडि हामी तपाईहरूको विकास गर्नेछौँ, तपाईहरूका छोराछोरीको भविष्य सुधार्नेछौँ, बाजुरालाई सुन्दर बनाउनेछौँ भनेर जो काठमाडौँ गए, तिनीहरू काठमाडौँ गएको 34 वर्ष बितेको छ। पहिला 14 अञ्चल 75 जिल्ला थिए। 14 अञ्चल 75 जिल्ला हुँदाखेरि पनि हामी बजुरेली 75औं स्थानमा थियौँ। आज 7 प्रदेश 77 जिल्ला हुँदाखेरि पनि हामी 77औं स्थानमा छौँ। यसको जिम्मा बाजुरेली आमा बुवाहरूको मत लिएर काठमाडौँमा गएर बाजुरेली जनताको नाममा राजनीति गर्नेहरूले लिनुपर्छ कि पर्दैन? पछिल्लो 34 वर्षदेखि जसले हाम्रा सपनाहरू खोसे, पछिल्लो 34 वर्षदेखि जसले सोझा साझा जनतालाई झुटो बोले, पछिल्लो 34 वर्षदेखि खोलिएको छ। कसैले आफ्नो भोट गुमाउने छैन, कसैले आफ्नो छोराछोरी गुमाउने छैनन्। अब बाजुराका दुःखहरूलाई काठमाडौँमा बसेर शासकीय मनोवृत्तिबाट हेर्ने र बाजुरालाई नचिन्नेहरूको कानमा बाजुरेली युवाहरूको जोस र जागरले भरिएको घन्टी बजाउन आवश्यक छ। हामी यो कुरा, म यो कुरा भाषणमा भनिरहेको छैन, म यो कुरा प्रण गर्न चाहन्छु। जबसम्म म बाँच्छु, जबसम्म मेरो श्वास चल्छ, जबसम्म म जीवित रहन्छु, तबसम्म इक्ली खोलादेखि गुम्बासम्म रहेका, लाम्पाटासम्म भएका 1,50,000 बाजुरेलीको साझा आवाज काठमाडौँको संसद भवनमा गुन्जायमान हुनेछ। बालुवाटार भित्र यो कुरा जानेछ, सिंहदरबार भित्र यो कुरा जानेछ। म काठमाडौँसँग लड्न तयार छु। बजुरेली युवाहरू मलाई साथ दिन तयार हो। तपाईहरु साथ दिन तयार हो कि होइन?
शासकहरूसँग लड्ने काम मेरो। काठमाडौँमा हामीले तिरेको करबाट तलब र भत्ता खाएर हाम्रो यी विकास योजनाहरूमाथि भ्रष्टाचार गर्नेहरूसँग लड्ने जिम्मा अब हेमराज थापालाई छोड्नुहोस्। तर मैले लड्छु भन्दै गर्दा तपाईहरूले पनि भोट परिवर्तन गर्नुपर्ने छ। पछिल्लो दशकौँदेखि हामीले भोट लिएर गएकाहरूका छोराछोरीहरू कहाँ छन्? उनीहरू कस्तो अस्पतालमा उपचार गर्छन्? उनीहरूको जीवनशैली कस्तो छ? तर हाम्रा आमा बुवाको भोट जसले लिए, जसले उनीहरूलाई भोट दिए, जसले उनीहरूलाई नेता बनाए, जसले उनीहरूलाई सांसद बनाए, जसले उनीहरूलाई मन्त्री बनाए, तिनीहरू आज कोही इन्डिया छन्, कोही खाडी छन्, कोही माथि लेकतिर छन्। हामी बिरामी हुँदा हामीले राम्रोसँग उपचार गर्न पाउँदैनौँ। तर हाम्रो भोट लिएर गएकाहरू रातारात टाउको दुख्दा प्लेन चढेर विदेश जान्छन्। के हामी विभेदको राजनीति स्वीकार्न तयार छौँ? अब हामीलाई पनि निसाबको राजनीति चाहिन्छ। हाम्रो भोटको एक एक हिसाब चाहिन्छ। हाम्रो करको एक एक हिसाब चाहिन्छ। मानव विकास सूचाङ्कको 77औं स्थानमा हामी रहन चाहदैनौँ। मानव विकास सूचाङ्कको सबैभन्दा कमजोर स्थानमा हामी रहन चाहदैनौँ र हामी यो भन्छौँ कि बाजुरा अब न्यायका लागि लड्नेछ। बाजुरा अब विकासका लागि बोल्नेछ। बाजुरा अब समृद्धिका लागि बोल्नेछ। बाजुरा अब सुशासनका लागि बोल्नेछ। बाजुरा अब आफ्नो एजेन्डाका लागि बोल्नेछ। त्यसका लागि तपाईको दाइ, तपाईको छोरो, तपाईको भाइ जो दशकौँदेखि विद्यार्थी हुँदै गर्दा काठमाडौँका सडकहरूमा दूरदराजका आवाजहरू बोलिरहेको थियो, त्यो मान्छे तपाईको अगाडि हात जोडेर पछिल्लो 34 वर्षदेखिको अपमानको राजनीति सहिरहेका बजुरेली युवाहरूलाई जाग्न आग्रह गरिरहेको छ। प्रिय युवा, प्रिय जेनजी, यो हाम्रो समय हो। यो हामी बाँचेको समय हो। हिजो हाम्रो बाबुआमाहरू पढे लेखेका थिएनन्। कोही आए राजनीति गर्ने नाममा, कसैले गर्छु भने विकास, कसैले नक्कली घोषणा पत्रहरू देखाए, कसैले झुटा आश्वासनहरू देखाए र हाम्रा बुवा आमाको सपना लुटे। आज हाम्रा काकाहरूको सपना र इच्छाहरू लुटिरहेका छन्। हाम्रो आधा जिन्दगी उनीहरूलाई भोट हाल्दा हाल्दै बितेको छ। के हामी हाम्रो बच्चा पनि यस्तै 77औं स्थानमा रहेको बाजुरामा जन्माउन चाहन्छौँ? हामीलाई पनि अधिकार चाहिन्छ। हामीले पनि कर तिरेका छौँ। हामीलाई पनि अस्पताल चाहिन्छ। हो, यही कुरा माग गर्नका निम्ति प्रिय युवा, म तपाईहरूलाई रोजगारी दिन्छु भन्न सक्दैन। म तपाईहरूलाई घर घरमा पैसा दिन्छु भन्न सक्दैन। म ठुल्ठुला उद्योगहरू खोलिदिन्छु भन्न सक्दैन। तर सदियौँदेखि, दशकौँदेखि राजधानीले, काठमाडौँले, सिंहदरबारले, बालुवाटारले, प्रधानमन्त्रीले, मन्त्रीले जुन विभेद बाजुरालाई गरेको छ, त्यो विभेदको पाइ पाइ हिसाब गर्ने समय आएको छ। त्यसका निम्ति तपाईहरूले भोट परिवर्तन गर्नुपर्ने छ। यो कुरा काठमाडौँमा बस्ने शासकहरूले कान खोलेर सुन्न आवश्यक छ। बजुरेली युवाहरू अब लाटा छैनन्। बजुरेली युवाहरू अब अशिक्षित छैनन्। बजुरेली जनताहरूले परिवर्तनको उद्घोष गरेका छन् र त्यो सन्देशको घन्टी काठमाडौँमा बस्ने शासकहरूको कानमा, भ्रष्टहरूको मनमा, भ्रष्टहरूको दिमागमा बजाउन आवश्यक छ। त्यसका निम्ति बजुरेली युवाहरू तयार छन्। त्यसकारण यो पटक हामी बजुरेलीले पछिल्लो 34 वर्षदेखि पाएका दुःखको लामो फेरिस्त सुनाउनका निम्ति संसद भवनको रोस्टममा उभिएर यो देशका 77 जिल्लामा सुनाउनका निम्ति यो पटक बाजुराबाट घन्टी बजाउन आवश्यक छ। त्यसका निम्ति तपाईहरू तयार हुन आवश्यक छ। र मेरो आवाज सुनिरहेका सबैले आफ्नो घरमा, आफ्नो आफन्तलाई, आफ्नो छिमेकीलाई एकपटक घन्टीमा मतदान गरिदिनका निम्ति अनुरोध गर्नुहोला। यो न्यायको लडाईँ हो। यो हाम्रो पुस्ताको लडाईँ हो। यो आउँदो पुस्ताको भविष्यका लागि हामीले लड्ने लडाईँ हो। यो सामूहिक लडाईँ हो र यो सामूहिक लडाईँ हामी मिलेर लड्नुपर्ने छ। जाँदा जाँदै जय घन्टी, हात उचालेर साथीहरू मुट्ठी उचालेर जय घन्टी, जय घन्टी, जय बाजुरा, जय युवा, जय घन्टी, जय बाजुरा।
परिवर्तन हुन्छ हुन्छ परिवर्तन हुन्छ हुन्छ सबैलाई धन्यवाद।